जय श्री राधे। सम्पूर्ण आदरणीय भक्तवत्सल भक्तजनहरू, माघ महात्म्य चलिरहेको छ। यो माघ महात्म्य श्री स्वस्तानी व्रत कथा यहाँहरूलाई प्रत्येक दिन प्रत्येक एक अध्यायका हिसाबले आज त्रयोदशौं अध्याय 13औं अध्याय यहाँहरू बीच म श्रवण गराउन गइरहेको छु। यहाँहरूले यो भिडियो हेरिसकेपछि कमेन्ट, शेयर, सब्स्क्राइब यो युट्युब च्यानल गरिदिनुहुनेछ र पुण्य प्राप्त गर्नुहुनेछ। श्री स्वस्तानी व्रत कथाको आज 13औं अध्याय अथ त्रयोदशौं अध्याय। जय श्री राधे। ता उपरान्त पौष शुक्ल पूर्णिमा भयो र पार्वतीले विष्णुका आज्ञाले शंखी समेत भई घोडाका नङ काटी स्नान गरी शुचि भई एक भक्त र एक चित्त गरी नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्तानी परमेश्वरीको पूजा ध्यान जप स्तोत्र गर्न लागिन्। इन्द्रले चाल पाएर 33 कोटी देवतालाई डाकी भन्न लागे, हे देवता हो, अब पापिष्ट तारकासुर दैत्यको नाश हुने कारण भयो। कसरी पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी श्री स्वस्तानी परमेश्वरीको व्रत गरिन् र स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले श्री महादेव स्वामी पाएपछि पार्वतीका गर्भदेखि पुत्र जन्मलान्। ती बालकले हाम्रो शत्रु भएको तारकासुर दैत्यलाई मारिदिनेछन्। अमरावती हात गरी राज्य गर्न पाउला। विचार गर। श्री महादेव सतीदेवी मर्नाले शोक गरी पृथ्वी भ्रमण गरी उत्तरा पन्थमा गए। क्रोध भए अगरबत्ती। जय श्री राधे। क्रोध लोभ मोह छाडी सम्पूर्ण इन्द्रिय बाँधी परब्रह्ममा चित्त लगाई महाकष्टले तपस्या गर्न लागिरहेछन्। अब महादेवलाई तपस्यादेखि भ्रष्ट गरी फेरि काम क्रोध लोभ मोहमा ल्याउने उपाय के छ? यति इन्द्रले भनेको वचन सुनि देवताहरू भन्छन्, हे देवेन्द्र, त्यो काम गर्न त बिना कामदेवले अरूको सक्ला। कामदेव गई महादेवको हृदयमा काम बाण प्रहार गरी आउँछन्। यदि देवताहरूले भनेको वचन सुनि इन्द्रले त्यसै हो कामदेवलाई डाकी ल्याऊ भनी वायुलाई हराए। वायु पनि इन्द्रका आज्ञाले कामदेव छेउ गई चाँडै डाकी ल्याइदिए। कामदेवले इन्द्रलाई प्रणाम गरी मलाई के कामले डाक्नु भयो भनी सोधे र इन्द्र आज्ञा गर्छन्। हे कामदेव, महादेव उत्तरा पन्थामा गई काम क्रोध लोभ मोह छाडी सम्पूर्ण इन्द्रिय बाँधी परब्रह्ममा चित्त लगाए तपस्या गर्न लागिरहेका छन्। बिना महादेवले यो संसारको रक्षा को गर्ला? यस अर्थले तिमी त्यहाँ गई महादेवको हृदयमा कामबाण प्रहार गरी आऊ, फेरि काम क्रोध लोभ मोहमा ल्याऊ। यदि इन्द्रका वचन सुनि कामदेवले हवस् भनी आफ्नी स्त्री रति समेत भई उत्तरा पन्थमा गई महादेवलाई साष्टाङ्ग प्रणाम गरी इन्द्रका आज्ञाले धनु टंकार गरी कामबाण कानसम्म खैची महादेवको मर्म ताकी प्रहार गरे। कामदेवले कामबाण प्रहार गरेको महादेवले चाल पाएर क्रुद्ध भई आँखा उघारी हेरे। तिनै आँखादेखि अग्निका ज्वाला निस्कियो र कामदेव भस्म भए। कामदेवकी स्त्री रतिले आफ्ना स्वामी कामदेव भस्म भएको देखि नाना शोक गरी महादेवका पाउमा परे बिन्ती गर्न लागिन्, हे जगदीश्वर, त्यो अपराध मेरा स्वामीको होइन। इन्द्रका आज्ञाले तपाईका हृदयमा कामबाण प्रहार गरेको हो। यो युग नायक मदेखि प्रसन्न भई त्यो अपराध क्षमा गरी स्वामी दान दिनुहोस्। हे करुणामय, तपाई कस्ता भने दुष्टको संहार गरी साधुलाई रक्षा गरिरहने यस्ता तपाईलाई कोटि कोटि नमस्कार। तपाईको वर्णन गर्न। जय श्री राधे। हजार फना भएका शेषनागले पनि सक्दैनन्, म स्त्री जातिले के सकुली। हे भक्तवत्सल, मलाई विधवा नतुल्याई मेरा स्वामी जिउँदो गराई सन्तोषी गर पठाउनुहोस् भनी यस्ता तरले नाना शोकले गरेको देखि स्तुति गरेको सुनि श्री महादेवलाई अति करुणा भयो र हे रति, यस जन्ममा भने तिमीले तिम्रो स्वामी पाउँदैनौ। द्वापरका अन्त्यमा विष्णुले कृष्ण अवतार लिनेछन्। तिम्रा स्वामी कामदेव कृष्णका पुत्र प्रद्युम्न भई जन्मन्छन्। तब तिमी दुईको भेट होला। अहिले दुःख नमान घर जाऊ भने यति महादेवले आज्ञा भएको सुनि रतिले हवस् भनी महादेवलाई साष्टाङ्ग प्रणाम गरी घर फेरिन्। उपरान्त महादेवले सतीदेवीलाई सम्झेर कहाँ जन्म लिन गई भने ध्यान दृष्टिले विचार गरी हेरे। हिमालय पर्वतकी पुत्री पार्वती नाउँ भई जन्मी महादेव स्वामी पाउँ भनी केटाकेटीदेखि नाना तीर्थ व्रत दान धर्म जप तप
दान जप तप यज्ञ गरेको फेरि विष्णुका उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेको चाल पाएर अब पार्वतीका चरित्र हेरौँ भने इन्द्र स्वरूप भए वज्र आत्माले ऐरावती हात्तीमा चढी पार्वतीले व्रत गरिरहेका ठाउँमा गए। सम्पूर्ण व्रत गरिसके आत्मा अर्घ पात्रले महादेव स्वामी पाउ भनी श्री स्वस्थानी परमेश्वरी कन अर्घले स्तुति गर्न लागिन्। हे ईश्वरी निरञ्जन निराकार तपाईँलाई कोटि कोटि नमस्कार। सम्पूर्ण तीर्थ पनि तपाईँ, सृष्टि स्थिति संहारकर्ता पनि तपाईँ, पञ्चभूत पनि तपाईँ, सतोरथ पनि तपाईँ, यी तीन गुण पनि तपाईँ, यो ब्रह्माण्ड संसारमा आत्मस्वरूप भइरहेका पनि तपाईँ, आदि शक्ति पनि तपाईँ, काल स्वरूप पनि तपाईँ, आदि अन्त्य नभएका पनि तपाईँ, यस्ता अव्यक्त तपाईँको वर्णन गर्न चतुर्मुख ब्रह्मा भए, सरस्वती भएन्, शेषनाग भए, यिनले पनि नसकेको म कसो गरी सकुला। जय श्री राधे। मेरा भक्त देखे भक्ति देखि सन्तोष हुनुहोस् भनी नाना तरले स्तुति गरी प्रसाद झिक्न लागिन्। त्यसै बेला इन्द्र रूप महादेव पुगे। पार्वतीले देखिन् र यथा योग्यले पूजा गरे। हे देवेन्द्र, के काम ल्याउनु भयो? आज्ञा होस् गर्नुहोस् भनी इन्द्र स्वरूप महादेव आज्ञा गर्छन्। हे पार्वती, तिम्रो भक्ति देखि म सन्तोषमय महादेव स्वामी पाऊ भनी तिमीले यो व्रत गर्यौ। तर महादेव कस्ता भने पौला जस्ता महानिर्गिनी सर्पको गहना लगाएका, कम्मरमा बाघको छाला बेरेका, भूत प्रेत प्रथमगणसँग लिएका, बुढा गोरुमाथि चढेका, दाहिने हातले डम्बरू बजाई बायाँ हातमा त्रिशूलले विष भाङ धतुरो खाई निर्लज्ज भए फेरि घोर मूर्ति भई श्मशानमा बास गर्ने तिमी यस्तै कोमल पद्म सुन्दरी, तिमीलाई महादेव स्वामी योग्य छैनन्। सम्पूर्ण देवताहरूको राजा मलाई स्वामी तुल्याई स्वर्गकी रानी हौ। यति इन्द्र स्वरूप महादेवले भनेको सुनि पार्वती अति क्रुद्ध भई भन्न लागिन्। हे पापिष्ट इन्द्र, मैले यसरी श्री स्वस्थानी परमेश्वरीको व्रत गरिरहेका ठाउँमा आए यस्ता कुरा गरिस्, महादेवलाई नाना निन्दा गरेस्, यो मैले सहन सकिन, तँलाई श्राप दिन्छु भने श्राप दिन तयार भइन्। तब इन्द्र रूप महादेव पार्वतीले श्राप दिलिन् भनी डराए। हे पार्वती, म इन्द्र होइन, तिम्रो चरित्र हेर्न इन्द्र रूप भई आएको हुँ भनी ज्योति स्वरूप आफ्नो स्वरूपको दर्शन दिएर धन्य तिम्रो भक्तिदेखि म सन्तोष भएँ भने पार्वतीले पनि श्री महादेवको दर्शन पाएपछि मनमा आनन्द मानी साष्टाङ्ग प्रणाम गरे। हे जगदीश्वर, केटाकेटी देखि नै मैले नाना तीर्थ व्रत दान धर्म यज्ञ जप तप गरेको प्रभावले आज तपाईँको दर्शन गर्न पाएँ। अब श्री स्वस्थानीको प्रसाद दिनलाई कन्यादान भएको छैन भनी विन्ती गरिन्। जय श्री राधे। तब महादेव प्रसन्न भई पार्वती कन्यादान लिन भनी पार्वती समेत भई हिमालय पर्वतका घर गए। हिमालय पर्वतले महादेव आएको देखि आफ्नी पुत्री पार्वतीले महादेव स्वामी पाउन लागिन् भनी बडो हर्ष मनन गरी आफ्ना स्त्री मेनका छेउ भने, ये स्त्री हामी धन्य रहेछौँ, पार्वती कन्यादान लिन भनी महादेव आउनुभयो। अब कन्यादान दिन सामग्री तयार गर भनी हराए र वशिष्ठ पर्वती ऋषि ज्योतिषी डाके। उनीहरूले विचार गरी अक्षय तृतीयाका दिन लग्न ठहराए। तब हिमालयले स्वर्ग मर्त्य पाताल तीनै लोकका देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरालाई निम्ता दिए। सारा निम्तालो पनि सजी सजाउ भए। कन्यादानका बखत उहाँ आई बसे। चतुर्मुख ब्रह्मा यज्ञ गर्न लागे। ऋषिहरू 4 वेद पढ्न लागे, गायत्री जप्न लागे। गन्धर्व अप्सराका साथ गाना बजाना साथसाथै नाच्न लागे। देवकन्या, ऋषि कन्या, गन्धर्व कन्या, किन्नर कन्या, दैत्य कन्या, नाग कन्या नाना वस्त्र अलङ्कार पहिरी भन्दा उराम्री भई पार्वती कन्यादान दिएको हेरौँ भनी आए। हिमालय पर्वतकी स्त्री मेनकाले पनि आफ्नी पुत्री पार्वतीलाई सुगन्ध लेपन गराई हीरा मोती मणिक माणिक्य आदि नाना रत्न जडाउ गरेका गहना कपडा पहिराई सिंगारी राखेकी थिइन्। पार्वती भन्दा राम्रो त्रिलोकमा कोही थिएन। त्यस्तै पार्वती 16 श्रृङ्गार गरे। महादेवका समीपमा बस्दा त मानव चन्द्र सूर्यकै चोटि उदाएका हुन् क्यारे भने जस्ता देखिए। नाना मङ्गल गीत वाद्य गरी हिमालय पर्वतले तिल कुस्दै पार्वतीको हात समाति मेनकाले सुनका झरीले जलधारा गरी कन्यादान दिन लाग्दा तपाईँको गोत्र क्या हो? बिना गोत्रले केही काम नगर्नु भनेको छ भनी हिमालय पर्वतले सोधेको देखि महादेवले केही उत्तर दिन नसके बहुत शर्म मानी उँधो मुख गरिरहे। विष्णु प्रवृत्ति देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग कसैले पनि यसै हो भनी भन्न सकेनन्, चुप लागिरहे। त्यसै अवसरमा नारद ऋषिले सत्यदेवीका हाडको यन्त्र बनाएर शिव गीत गाई नाच्दै हिमालय पर्वत छेउ आएर, हे गिरिराज
जसका मायाले यो ब्रह्माण्ड संसारका सृष्टि स्थिति समार भएको छ। कहिले सृष्टि गर्छन्, कहिले नाश गर्छन्। फेरि एक्लै ब्रह्मा विष्णु महादेव तीन भएका छन्, तिनै फेरि एकै पनि हुन्छन्। यस्ता आदि पुरुष जसको बाबुआमा जाति पाति थर गोत्र केही पनि छैन, जो सर्वव्यापी 33 कोटी देवताका पितामह, सकल जीवात्माका हृदय स्वर, सारा प्राणीका पाप पुण्यका साक्षी छन्। यस्ता निरञ्जन निराकार परमेश्वर ईश्वरको महिमा गाउन हजार जिब्रा भएका शेषनाग 4 मुख भएका ब्रह्माजी जो पनि सक्दैन भने मकये सकुला तसर्थ हे हिमालयजी यिनी पार्वती कना जगदीश्वर महादेवलाई कन्यादान देऊ। केही सन्देह नगर भने यति नारद ऋषिले भनेपछि सम्पूर्ण देवता ऋषि यचे गन्धर्व किन्नर दैत्य नागले नारदले भलो भने हिमालय पर्वतले पार्वती महादेवलाई कन्यादान दिए। पार्वतीले श्री महादेवका गलामा फूलमाला लगाइदिन्। 3 पटक फेर 3 पटक परिक्रमा गरी पाउ परिन्। हिमालय पर्वतले पनि श्रद्धापूर्वक सम्पूर्ण देवता ऋषि यचे गन्धर्व किन्नर दैत्य नागहरूलाई भोजन गराए, पूजा गरी दक्षिणा दिए। भोजन गरी सकी सबैले हिमालय पर्वत छेउ भने, हे हिमालय तिमी धन्य रहेछौ, मेनकाको गर्भ पनि धन्य रहेछ। तिमी जस्ता भाग्यमानी सप्तद्वीपमा हुनु दुर्लभ छ। तिमीले जन्म लिएको सफल भयो, किनभने जुन पिनाकधारी श्री महादेव कना योगेश्वर योगीहरूले ध्यान दृष्टिले हेर्दा पनि पाउन सक्दैनन्, त्यस्ता महादेव तिमीले जुवाई पायौ, हामी कृतार्थ भयौ। अब तिमीले आज्ञा दिए आफ्ना आश्रममा जान्छौ भने निम्तामा आएका साराले भन्दा हिमालय पर्वतले जानुहोस् भनी बिदा दिए र सबै आफ्ना आश्रममा गए। सुन्यौ य अगस्त्य मुनि, जसले एकचित्त भई यो 13औं अध्याय 13औं अध्याय माघ महात्म्य श्री स्वस्थानी व्रत कथा सुनाउला पढ्ला पढाउला। त्यो पार्वतीको विवाह भएको 13औं अध्याय पाठ गर्ला। त्यसलाई मनमा उब्जेको कुरा सदा सर्वदा भरिपूर्ण हुनेछ भन्ने सम्मको कथा बाँकी जिल्ला कोलपुर नगरपालिका वडा नम्बर 12 चपरगौरी नन्दकुमार शर्मा आचार्य उपाध्यायको घरमा यथामते शर्मत गरियो, श्रवण गरियो। जय श्री राधे। इति श्री स्कंद पुराणे केदारखण्डे स्वस्थानी माघ महात्म्ये कुमार अगस्त्य संवादे पार्वती कन्यादान नाम 13औं अध्याय। हरे परमात्मने नमः। जय श्री राधे प्रभु।